सिद्ध बाबा जय सिद्ध बाबा विश्वकर्मा जय सिद्ध बाबा ए कहाँ सिद्ध बाबा सानो सिद्ध बाबा आइयो चाहिँ बाटो ए भित्री बाटो यहाँ खुल्दैछ अरे नि सिद्ध बाबाको सोरुम यहाँ बाटो बन्दैछ सिद्ध बाबाको अब उता सुरुङ मार्गतिर जाँदैछौँ यहाँ पनि बाटो बनाउँदैछ है डोजर भनेको मेरो छोरो सुतिरहेको थियो उठिहाल्यो त्यो चाहिँ डोजरको एकदम ठुलो फ्यान हो भनौँ है साइकलमा पनि यात्रा गरिरहेका छन् साइक्लिङ गरिरहेका छन् बिहानै दाइले चाहिँ सच्याइ दिइरहनु भएको छ मेरो बोलीका त्रुटिहरू भइरहेका छन् अब गाडी गइरहेको छ जिप गइरहेको छ जिप होइन यो के हो हात्ती गाडी सिङ्गल क्याब बोलेरो अरे उता जिप आयो यही हो जिप भन्ने ग्याप पनि के हावा चाहिँ एकदम लागिरहेको छ है बाहिर चाहिँ हावा लागिरहेको छ अब हामी सिद्ध बाबा आइयो मेन सिद्ध बाबा ठुलो सिद्ध बाबा जय सिद्ध बाबा ल हेर्नुहोस् यस्तो जहाँ भगवान जहाँ भिरालो हुन्छ जहाँ अप्ठ्यारो हुन्छ त्यहाँ चाहिँ भगवानको मन्दिर हुन्छ त्यहाँ बास हुन्छ त्यहाँ चाहिँ केही पनि हुँदैन क्या ल हेर्नु त यस्तो भिरालोमा चाहिँ भगवानको बास छ ल हेर्नुहोस् सिद्ध बाबा ल सुरुङ मार्ग पनि ल हेर्नुहोस् है सुरुङ मार्ग चाहिँ लगभग कम्प्लिट हुन लागिरहेको छ जय सिद्ध बाबा सबैजनाले दर्शन गर्नुहोस् जय सिद्ध बाबा जय सिद्ध बाबा यो चाहिँ सुरुङ मार्ग ल हेर्नु त यत्रो पाहाड छ सुरुङ मार्ग यहाँबाट सिद्ध बाबाको यो चाहिँ सुरुङ मार्ग हो ल सुरुङ मार्ग यस्तो भन्ने हो यता चाहिँ म्याप देखाइरहेको छ यस्तो भन्छ भनेर अब चाहिँ लगभग कति पर्सेन्ट कम्प्लिट भयो यहाँको 70% कम्प्लिट भयो अरे तपाईँको यहाँ मिसिनरी सामानहरू यता रहेछ ल यो बाटो चाहिँ एकदमै भिरालो छ है सिद्ध बाबा एकदमै पहिरो जाने ठाउँ है यो चाहिँ अत्याधिक पहिरो जानेमा पर्छ सिद्ध बाबाको रोड यताबाट खनेर यताबाट निस्किने उता आएको कसो हो यो के हो यहाँबाट पनि हो कि के हो बाइपास बाटो बन्द हुँदा झरना सिद्ध बाबाको झरनाको चिसो पानी ल्याएर दि यताबाट पनि रहेछ ल हेर्नुहोस् कति धेरै पाल रहेछ सिद्ध बाबा तपाईँको नाकको पाल भयो जस्तै कानका पाल भयो जस्तै यहाँ पनि बाटाका पाल रहेछन् यहाँ पनि सुरुङ मार्ग ल झरना ल हेर्नु त सुरुङ मार्ग ल यहाँ पनि रहेछ पाल यहाँ चाहिँ चाइनिजले बनाएर चाहिँ सबै एकदमै चाइनिजको रहेछ सब कति धेरै पाल रहेछन् सुरुङ मार्ग ट्याक्सी यो इन्डियाको होइन कहाँको सस्ता हुने हो झन् क्या यो इलेक्ट्रोनिकवाला हुन् अनि त्यसपछि यिनीहरू सबै उवाला हिँड्ने रहेछन् क्या अहिले सस्ता गर्ने रहेछन् कि इन्डियाबाट ल्याएको हुन् क्या ए यहाँ पनि सुरुङ मार्ग यहाँबाट यसरी कसरी नेपालको हैन चाइनाकै इम्पोर्टर नेपाल हो सुजी चौधरी यहाँबाट रहेछ क्या आउने हो कि यहाँ जाने कसो यहाँ निस्किने रहेछ क्या जस्तो लाग्यो सुरुङ मार्ग होला यहाँ हेर कति राम्रो यो लिपे जस्तो मसाइलो
पाइप झर्ना त्यसरी झरोस् भनेर डिस्टर्ब नभयो यहाँ पाइपै पाइप होस् पहिरो नजाओस् उहाँ पनि के भन्दैछ यस्तै गरौँ न ल ती धेरै माइएछ सिद्धा बाबा त बुटोल बसेर पनि नौलो भइएछ यत्रो चिज बनिसक्यो रहेछ ल यसरी बनाएको रहेछ जाली पुरै गर्ने हो के जाली ल्याएर अगाडि नाइदेऊ त बाटो बनेर रहेछ अस्ति नै हामी हाम्रो बुवाको नाम सबैले जपाउँ है वासुदेव वासुदेवाय सबैले नाम जपू सन्तोषको अगाडि दरबार नि तुच्छ लागेन ठुलो कति राम्रो गीत हो केटीहरू कहाँ छन् अरे अरे दोभानतिर आयो अब हामी पाल्पा दोभान कति राम्रो हिमाल स्कुल के हो भाइ तराईतिर भन्दा पहाडतिर धेरै विकसित रहेछ कि कस्तो बनाएछ के भूत खोला यहाँ राति डराउँछ अरे साँच्चै भूत खोला हो यहाँ भूत आउँछ कि साँच्चै हो साँच्चीकै भूत आउँछ भूत खोला यहाँ मान्छे कति मर्छन् हो त्यहाँ डुबेर मान्छे कति मर्छ भूत खोला खोला खोल्छ कस्तो खोल्छ ओ त भूत खोलाले तान्छ मान्छेलाई अरे यो डुम्रेको गौरी खोला सिस्ने खोला तल गएर तपाईँ जान तरेर डाँडो क्रस गरेर जाने हो तपाईँ जान म त गर्छु मैरस्थान ठ्याक्कै 48 किलोमिटर हो मैरस्थान जाँदा 50 किलोमिटर होला खोला त्यहाँ